गइसक्यो नि त त्यही त सोचेको त भएन नि त्यसलाई राख्नु न ल
जस्तो भने त्यस्तै उडाइदिइहाल्छ नि मास लगाउनु पर्ने चाहिँ माननीय मुख्यमन्त्री बहादुर सिंह लामा ज्यू यहाँ आइसक्नु भएको छ। यस विद्यालय प्राङ्गणमा प्रवेश गर्ने क्रममा हुनुहुन्छ। उहाँको स्वागतको निमित्त विद्यालय परिवार एकदम आतुरसँग लागिरहेको छ। उहाँलाई स्वागतम भन्दै स्वागतमका शब्दहरू जप्दै हामी स्वागतमा तयार भएर बसिरहेका छौँ। यस नुवाकोट जिल्लाका विकास प्रेमी, यस नुवाकोट जिल्लाका ढुङ्गी विकासका धरोहर, बागमती प्रदेश सरकारका मुख्यमन्त्री आजका प्रमुख अतिथि यहाँ आउँदै आइरहनु भएको छ। उहाँको स्वागतको निमित्त हामी स्वागतम भनिरहेका छौँ, स्वागत गरिरहेका छौँ। विद्यार्थी भाइ बहिनीहरू, शुभचिन्तकहरू, सम्पूर्ण उपस्थित महानुभावहरूले उहाँलाई स्वागत गरिरहेका छौँ। तालीले स्वागत गरिरहेका छौँ, फुलका माला, फुलका गुच्छाहरूले स्वागत गरिरहेका छौँ। हामीलाई उहाँलाई स्वागत गर्न पाउँदा, उहाँहरूलाई स्वागत गर्न पाउँदा हामी अति हर्षित छौँ, हामी अति खुसी छौँ। धन्य छ यस महादेव माध्यमिक विद्यालयको आज एकदम ठुलो पर्व वार्षिक उत्सव, अभिभावक भेला तथा नयाँ भवन समुद्घाटन कार्यक्रममा यहाँ आजका प्रमुख अतिथि, आकर्षण व्यक्तित्व लगायत अन्य अतिथि गणहरूको आगमन भइरहेको छ। उहाँहरूलाई फुलमाला खाना स्वागत गर्ने कार्यक्रम भइरहेको छ। उहाँको स्वागतको निमित्त स्वागतम भन्न चाहन्छु। हाम्रो विद्यालय परिवार अगाडि गइदिनु त फुल जमाउनलाई आभारी छ, धन्य छ महादेव। सम्पूर्ण भाइ बहिनीहरूले ताली पिटेर तालीद्वारा स्वागत गर्नको निमित्त पनि म हार्दिक अनुरोध गर्दछु। हार्दिक आभारी छ यस महादेव माध्यमिक विद्यालय यहाँ उपस्थित सम्पूर्ण अतिथिगणहरूलाई स्वागतम भन्दै आजका प्रमुख अतिथि बागमती प्रदेश सरकारका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाज्यू यहाँ आइसक्नु भएको छ। यस प्राङ्गणमा आइसक्नु भएको छ। स्वागत द्वारबाट प्रवेश गरिसक्नु भएको छ। अन्य अतिथिगणहरू, यस बेलकोटगढी नगरपालिकाका प्रमुख, यस बेलकोटगढी नगरपालिकाका उपप्रमुखज्यूहरू लगायत अन्य मान्यजनहरू, अन्य विशिष्ट व्यक्तित्वहरूको यहाँ आगमन भइरहेको छ। यस आगमनको घडीमा यस महादेव माध्यमिक विद्यालय हार्दिक आभारी व्यक्त गर्दै, हार्दिक कृतज्ञता व्यक्त गर्दै, हार्दिक खुसी हुँदै हामी आभारी छौँ। यहाँ उपस्थित सम्पूर्ण मान्यजनहरूमा, अतिथिगणहरूमा हार्दिक आभारी, हार्दिक नमन टक्राउँदछ। यस महादेव माध्यमिक विद्यालय स्वागतमको शब्द जपिरहेको छ। लाइनमा बस सानो महादेव माध्यमिक विद्यालयको 49औं वार्षिक उत्सव अभिभावक भेला तथा नयाँ भवन समुद्घाटन कार्यक्रममा यहाँ विभिन्न विशिष्ट व्यक्तित्वहरूको आगमन भइरहेको छ। प्रमुख अतिथि, विशेष अतिथि लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको आगमन भइरहेको छ। उहाँको स्वागतमा हामी तयार भएर स्वागत गरिरहेका छौँ। स्वागतमका शब्दहरू जपिरहेका छौँ। यसका निमित्त यस महादेव माध्यमिक विद्यालय हार्दिक आभार व्यक्त गर्दछ, कृतज्ञता व्यक्त गर्दछ, खुसी व्यक्त गर्दछ। आदरणीय व्यक्तित्वहरू, आदरणीय विशिष्ट व्यक्तित्वहरूको यहाँ आगमन भइरहेको छ। यसका निमित्त महादेव माध्यमिक विद्यालय हार्दिक आभार व्यक्त गर्दछ। अलि राम्रोसँग है देश महादेव माध्यमिक विद्यालयको 49औं वार्षिक उत्सव भवन समुद्घाटन तथा अभिभावक भेलामा यहाँ आजका प्रमुख व्यक्तित्व, प्रमुख अतिथि बागमती प्रदेश सरकारका मुख्यमन्त्री